पनि यस्तो तरिकाले होस् कि देशको नेता सँगसँगै देशको सम्पूर्ण नागरिकहरूलाई पनि सिर एकदमै ठाडो गर्ने अवसर पनि प्राप्त होस् र एकदमै गर्वले भन्न पनि पाओस् कि हामी पनि एउटा नेपाली हो। जस्तो कि अहिले रवि लामिछानेको जुन अहिलेको भव्य स्वागत इन्डियामा भइराखेको छ, मलाई त लागिरहेछ रवि लामिछाने प्रथम यस्तो व्यक्ति हुनुहुन्छ कि उहाँलाई इन्डियामा यति चाहिँ एकैपल्ट स्वागत गरेको हो। योभन्दा पहिला पूर्व प्रधानमन्त्रीहरू पनि प्रधानमन्त्री भएको बेलामा पनि हामीले पटक पटक देखिराखेको नै थियो कि के कस्तो व्यवहार गर्थ्यो र के कस्तो स्वागतको लागि इन्डियनहरूले गर्थ्यो भनेर हामीहरूले सबैले थाहै छ। तर यो विषय चाहिँ अब यो स्वागत देखाउनको लागि मात्र होइन, तपाईँ जानु भएको छ, इन्डिया जानु भएको छ, एकदमै राम्रो हो, कूटनीतिक सम्बन्ध पनि एकदमै राम्रो गर्नु होला। तर सबभन्दा एकदमै मेन एजेन्डा के छ भने, सबै एजेन्डा त थुप्रै छ, तर मेन एजेन्डा के छ भने तपाईँ जानुभयो इन्डिया, तर बाउन्ड्रीको बारेमा चाहिँ अवश्य अलिकति भए पनि कुरो चाहिँ उजागर गरिदिनु होला। सबैजनाको चाहना हामी सबै सम्पूर्ण नेपालीको चाहना एउटै छ कि रवि लामिछानेले अब गर्छ, रवि लामिछानेले कमसेकम त्यहाँ गएर बोल्नुहुन्छ र हामीहरूलाई पनि आश छ कि रवि लामिछाने जस्तो आँटिलो व्यक्ति यदि त्यहाँ गएर भन्न सकिन भने कोही नेपालमा अहिलेसम्म जे जति छ राजनीतिक कर्मीको कोही पनि गएर त्यहाँ भन्न सकिँदैन। त्यही भएर कमसेकम हामी सबै नेपालीलाई विश्वास चाहिँ नमर्न दिनु होला र यस्तो क्रियाकलाप गरेर आउनु होला कि झन् अहिले चाहिँ नेपाली हामी अहिले चाहिँ एकदमै गर्व गरिराखेका छौँ कि हाम्रो देशको नेतालाई यस्तो सम्मान भइरहेको छ इन्डियामा। र तपाईँ यस्तो काम गरिदिनु कि झन् हामीलाई एकदमै गौरव महसुस होस् कि हाम्रो देशको नेता यस्तो पनि गर्न सकिन्छ भनेर। हस् त साथीहरूले, तपाईँहरूलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि कमेन्ट गर्नु होला र भिडियो राम्रो लागेकोमा भिडियोलाई लाइक पनि गरिदिनु होला।